Hello guys and welcome back to my channel. I hope everyone is well. र नयाँ भ्लगमा सबैजनालाई स्वागत छ। सो हामी राइट मोड छ। किन ठक्यायो? सो किन यस्तो रमाइलो गरेर यसले नयाँ गाडी लिएर आइरहेछ झन् कस्तो किसकिस गर्न खोजेर यसले। सो गाइज यो अगाडि हेरेर थाहा भइसक्यो होला सबैजनालाई यो चाहिँ नयाँ गाडी। सो नयाँ गाडी चाहिँ के भन्दाखेरि हाम्रो पिकअप ट्रक हो हैन गाइज, यस्तो छ बाहिरबाट। सो ब्ल्याक कलरको पिकअप ट्रक हो। सर यो चाहिँ हैन मेरो सो यो चाहिँ हैन मेरो हैन यो चाहिँ मेरो एउटा साथीको हो र साथीको चाहिँ ट्रान्सपोर्ट बिजनेस उसले गर्छ। अनि मैले चाहिँ आजसम्म पनि यस्तो ट्रान्सपोर्टवाला काम चाहिँ गरेको छैन नि त। अनि त्यही भएर चाहिँ मलाई चाहिँ एक्सपिरियन्स लिन मन लाग्यो। सो मैले चाहिँ यो मागेर आएको थिएँ अघि हैन। सो यो ठाउँमा म आज जस्तो लाग्छ अरे रुखै भए छ जस्तो छ क्या यहाँभित्र। म एकचोटि आज जस्तो लाग्छ। एनिवेज जे होस् म चाहिँ साथीको यो पिकअप ट्रकको मागेर आइसकेको छु। र आज म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि यहाँ अलिकति अगाडि ठ्याक्कै चाहिँ अब मलाई थाहा भएन। म चाहिँ लोकेसन खोज्नुपर्छ। यो गाडी के भयो र त अड्क्यो त के भयो? ए हिँड सो यहाँ लोकेसन चाहिँ मलाई एक्ज्याक्टली चाहिँ थाहा भएन हैन। रेड लाइट हो र हैन त ग्रिनै हो त। किन बस पनि आयो। ल यो गाडीको छुट्टै रमाइलो छ फेरि उसको छुट्टै रमाइलो। सो साइलेन्ट नि मन पऱ्यो। सो के भयो भन्दाखेरि गाइज आज चाहिँ मलाई जस एक्सपिरियन्स लिनु मन लाग्यो अलिकति ट्रान्सपोर्टवाला गर्नु मन लाग्यो। अनि म चाहिँ त्यो साथी भाटामा गएको। ट्रक चाहिँ उसँग धेरै थियो होइन। अनि अहिले उसको घरमा चाहिँ दुईवटा रहेछ। अनि एउटा चाहिँ लास्टै ठुलो ट्रक रहेछ। त्यो चाहिँ अलि मलाई चलाउन अलिक कस्तो भयो भन्दाखेरि अब त्यत्रो ठुलो ट्रक त मलाई चलाउन अलि आउँदैन जस्तो लाग्यो। आउँदैन भन्दा पनि जे होस् अब रोडमा त्यत्रो ठुलो लिएर हिँड्दाखेरि होइन स्पिड मेन्टेन गर्न सबै कुरो मेन्टेन गरेर यताउति हेरेर गर्नुपऱ्यो। पानी पनि रह्यो, बिहानैदेखि परिरहेको थियो पानी त। अनि त्यही भएर मैले चाहिँ यो पिकअप लिएर आएको। अनि यो पिकअपको चाहिँ यता नजिकै रहेछ क्या सामान ल्याउनु पनि। अनि त्यही सजिलो भयो नि त त्यो पनि। फेरि त्यो ठुलो ट्रक त अब त्यो त कार्गो बोक्नेवाला ट्रक रहेछ। अब त्यो कार्गो लिनु त फेरि कहाँ पुग्नुपर्छ होइन। त्यही भएर अहिलेको लागि चाहिँ यही सानै ठिक छ। कुनै दिन मन लाग्यो भने कार्गो पनि चलाउन होइन त्यो पनि के नै छ र। सो यस गाइज हामी जाँदैछौँ। रोड पनि चिसै छैन। अघि भर्खरै पानी परेर रह्यो। रातिदेखि पानी चाहिँ परेकै छ क्या पानी चाहिँ। म यो गाडी लिन जानुभन्दा अगाडिदेखि पानी परिरहेको थियो। हुन त गाडी ल्याएँ नि अघि भर्खरै हो। मैले त्यो अलिकति 2-3 किलोमिटर हिँडेपछि चाहिँ भ्लगमा नै तर गाडी लिएको धेरै चाहिँ भएको छैन। मैले अघि उबाट लिएको चाहिँ। सो यस गाइज हामी चाहिँ अलिकति अगाडि मलाई एक्ज्याक्ट लोकेसन चाहिँ अलिकति थाहा भएन। मतलब थाहा त छ होइन। अब यहाँ म्यापै छ थाहा त भइहाल्छ। तर बट मलाई चाहिँ त्यो ठ्याक्कै कता हो चाहिँ म अलिकति कन्फ्युज हुन्छु क्या। त्यही भएर ल एक्सिडेन्ट हुन्छ कि हो फेरि अर्को भ्यूबाट धन्न बोल्छु क्या। सो अर्को भ्यूबाट गर्दा चाहिँ यस्तै हो कि एकछिनै म उता भ्यू चेन्ज गर्छु भ्यू एङ्गल। सो म के भन्दै थिएँ भन्दाखेरि चाहिँ मलाई ठ्याक्कै एक्ज्याक्टली चाहिँ थाहा भएन होइन ठ्याक्कै कहाँ हो। तर म्याप छ त्यही भएर जाम होइन। भेटिन्छ होला भेट्न चाहिँ भेटेन भने अब जसरी पनि 4-5 राउन्ड हानेर होइन खोजिन्छ होइन। खोज्नै पर्ने नि हुन्छ। सो ट्याङ्करदेखि चाहिँ याद आयो तेल चाहिँ एकदमै महँगो भएर रहेछ है। तेल चाहिँ एकदमै महँगो भएर रहेछ। अनि आइडन है यसले कतिको माइलेज दिन्छ चाहिँ मलाई थाहा छैन। तर यसले जतिको माइलेज दिए पनि तेल चाहिँ उसैले हाल्यो है, मेरो साथीले नै हालेर राखेको रहेछ। सो यो चाहिँ उसको चाहिँ कम्पनी नै छ होइन। तर यो चाहिँ उसले ड्राइभरहरूलाई भन्दा पनि यो चाहिँ उसले आफै चलाउँछ कि किनकि अलिकति सानो अब उसलाई चलाउन सजिलो हुने भएर हो के हो। यो चाहिँ धेरै जस्तो चाहिँ उसले आफै चलाउँछ। त्यही भएर उसले मेन्टेन गरेर राखेको छ है। यो माइलेज पनि ठिकै थियो ल म्याप लोड भयो। सो यस गाइस हामी चाहिँ एकदमै हिँड्दा यो कहाँ आइपुग्यो हामी एकदमै गाउँवाला इलाकामा आइसकेको छौँ। र खै यो चाहिँ अलिक नेपालतिरकै भाइब्स दिइराखेँ है हल्का त्यस्तै खालको अलिकति हिल्ली रिजनवाला भाइब्स हुन्न नेपालको भन्दा पनि हिल्ली रिजनवाला बस आइरहेको छ। सो मलाई एक्ज्याक्टली चाहिँ थाहा छैन यतैतिर त होइन नि खै कहाँ हो क्या चाहिँ आइएम सरी टु से। तर मलाई पनि थाहा छ यहीँभित्र त यहाँ त होइन यो त अर्को चाहिँ यहाँ त होइन। तर कहाँ चाहिँ हो त इभन आई डोन्ट नो होइन। सो जाम। सो यता खेतहरूमा चाहिँ के हो खेतहरू चाहिँ खाली नै छ जस्तो छ। त्यो झन्डै एक्सिडेन्ट भयो। सो कतै यतै हो त
तर आई थिङ्क यतै हो है, अलिकति त उतै होला, यतै त अलिकति होइन कि हो कि त्यो पनि थाहा चाहिँ छैन मलाई है, तर मोस्ट प्रोबेबली होइन होला। सो ओह्रालो पनि रहेछ होइन। सो लेट्स गो कता हो। सो यो चाहिँ मस्जिद जस्तो छ यतापट्टि, यो पसल त होइन होला, यस्तो सानो पसलमा त अलि खै होइन होला, तर पसलमा त कता यतातिर अलि होइन होला, खै कहाँ हो चाहिँ म चाहिँ एकदमै कन्फ्युज भएँ। तर यता होइन जस्तो छ, हेरौँ होइन, हो रहेछ भनेदेखि फर्केर आउँला अब के वाट टु डु। सो यहाँ चाहिँ के हो, खतरा बिल्डिङ पनि रहेछ, के रहेछ यो होटल हो कि हो, तर अहिले भोक चाहिँ लागेको होइन, मैले साथीकै घरमा खाजासाजा खाएरै निस्केको हो। सो त्यही भएर अहिले भोक चाहिँ लागेको छैन, त्यही नि भोक लागेको पनि नलागे पनि यता रहेछ है रोड। म कन्फ्युज भइदिरहेँ म आफै कन्फ्युज भइरहेँ कि म त कहाँ गइरहेँ म। म के भनिरहेको थिएँ भन्दाखेरि चाहिँ भोक चाहिँ मलाई अहिले लागिसकेको चाहिँ छैन, किन भन्दाखेरि भोक लागेकै भए पनि म खाँदिनँ, किन भन्दाखेरि यहाँ मैले ठाउँमै भेटिनँ कि कहाँ आइपुगेँ यार म। सो त्यहाँ चाहिँ बालुवा सालुवा के लिएर राखेर चाहिँ घर बनाउनलाई होला। सो यतातिर जस रमाइलो रहेछ, ओइ झन्डै सो रमाइलो छ जस्तो है यो वाला एरिया है, एक्सप्लोर गर्न चाहिँ जस मजा आउँछ जस्तो है यो वाला एरिया चाहिँ। ल खतरा रमाइलो छ कि यहाँ हो त, खै आई नो है इफ यहाँ हो कि होइन, खै मलाई थाहा। सो यहाँ पनि हामीले चाहिँ गाइज मैले चाहिँ सोधिसकेको छु, झन्डै नालीमा छिरे। सो मैले सोधिसकेको, ल पानी पनि पऱ्यो यार। सो मैले चाहिँ सोधिसकेको छु, अनि यहाँ चाहिँ होइन रहेछ, मैले चाहिँ हो कि जस्तो लाग्यो, अनि त्यही भएर मैले छिरेर सोधेर आएको, होइन रहेछ। सो कहाँ हो त यो पनि होइन होला, यस्तै खालको पसल थियो नि त्यही नि, त्यही भएर ल झन्डै ठोक्याएर। सो त्यस्तै खालको पसल भएर मैले सोधेको, तर होइन रहेछ, हामी राइट जानुपर्ने चाहिँ। सो यहाँ चाहिँ हो गाइज, यस आई गट द्याट, ल यहाँ चाहिँ हो है गाइज। ल गाइज यहाँ को छ, अब म यसो सोधेर यसो हामी कुरा गर्छौँ होइन। यहाँ ट्रकहरू सामानहरू के पुरै थुपाएर रहेछ, आइनु के गरेको यो। सो जस आइल आएको छ है त, हो कि होइन भनेर। ल सो गाइज मेरो चाहिँ कुरा भइसकेको छ र यहीँ हो रहेछ होइन। सो यहाँ चाहिँ इम्प्लोइले सामानहरू हालिदिइसक्नु भयो, सो पानी पनि रह्यो। सो म चाहिँ ढोकासोका बन्द गरेर अब जान लाग्यो। सो हाम्रोमा सामान लोड भइसकेको छ हाम्रो पिकअपमा होइन। सो अब चाहिँ हामी जाँदैछौँ हाम्रो डेस्टिनेसनतर्फ। हुन त यो पनि एउटा डेस्टिनेसन थियो, अब सेकेन्ड डेस्टिनेसनमा हामी जाँदैछौँ। ए साइडले थिच्छु यार। सो अहिले चाहिँ मैले चाहिँ झ्यालको यो सिसा खोलेँ, पानी परेको छैन नि त, उयो कस्तो उज्यालो जस्तो भयो है, त्यस्तो फिल भयो हल्का हल्का। सो यस गाइस हामी चाहिँ जाँदैछौँ होइन। सो आई नो के हुन्छ, के जामै छ त यहाँ त, रेड लाइट चाहिँ केही छैन। हामी रियल लाइफमा चाहिँ अब ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ, तर अब यहाँ त केही पनि अब चाहिँ केही हुँदैन। रियल लाइफमा चाहिँ पर्छ है गाइस। आजकल त फेरि ट्राफिकले त एडिट बनाएर फेरि ट्राफिक होइन नेपाल पुलिसले अझ एडिट बनाएर फेरि है छुट्टै रमाइलो भइरहेछ नेपाल पुलिसको फेसबुक पेज इन्स्टाग्राम पेजतिर नि होइन। सो पानी चाहिँ परेन है अहिले, यतातिर नि एक्सप्लोर गर्ने जस्ट ठिकै रमाइलो रहेछ, हल्का अलिअलि घर पनि अलिअलि रुखहरू यो जङ्गलवाला जस्तो खालको ठाउँहरू नि जस रमाइलो रहेछ है। जस कुनै दिन फेरि दोहोऱ्याएर टाइम भयो भनेदेखि घुम्नलाई भए पनि आउँदा नि राम्रै हुने रहेछ यो ठाउँ है, जस्ट टु एक्सप्लोर के होइन, घुम्न ओर्नलाई पनि राम्रो रहेछ। सो यहाँ फेन्सेसहरू रहेछ होइन, के रहेछ यो खै के हो गाइज होइन। जस हामी कुनै दिन हामीलाई एक्सप्लोर गरौँला होइन। आज अलिकति टाइम त छ, टाइम नभए त होइन, तर अब ठ्याक्कै यो सामान कहाँ पुऱ्याउनु पनि एक्ज्याक्ट लोकेसन चाहिँ अलिकति मलाई थाहा नभए भएर। सो के इन्डस्ट्री जस्तै के रहेछ। सो 10 बज्न लागिसक्यो होइन गाइज, म चाहिँ बिहानै हिँडेको। सो मैले खाजा चाहिँ खाएको चाहिँ छैन, खाना चाहिँ नर्मली म 11 बजीतिर खान्छु होइन। खै म पुग्दैन थाहा भएन, मैले ठ्याक्क कति टाढा छ नै थाहा छैन क्या। अब म्यापमा चाहिँ हाम्रो म्याप छ, त्यही भएर हामीलाई आश चाहिँ छ हामी पुग्छौँ भनेर, तर एक्ज्याक्टली चाहिँ कहाँ हो चाहिँ मलाई थाहा भएन। एउटा इन्डस्ट्री जस्तो ठाउँमा, यहाँ त होइन, मोस्ट प्रोबेबली यहाँ त होइन होला, यो त इन्डस्ट्री जस्तै है, यहाँ त अलि होइन। सो हामी जाँदैछौँ होइन। यहाँ जे होस् डेभलपमेन्ट को कामहरू भइरहेको जस्तो छ है, बिल्डिङहरू बन्ने सबै चलिरहेको जस्तो छ। यहाँ हो त होइन। सो
जस यहाँ चाहिँ फार्मेसीहरू यस्तो यस्तोहरू पनि रहेछ होइन जस राम्रै रहेछ यो ठाउँ एज अ सेड होइन यहाँ चाहिँ बरु मलाई चाहिँ के भयो कस्तो खालको भाइब्स आइरहेको भन्दाखेरि यतैतिर घर बनाएर बसौँ कि जस्तो वाला नि फिल भइरहेको कि हल्का हल्का हुन्छ नि घर बनाएर अथवा किनेर होइन एनिथिङ सो खै कति टाइम लाग्छ चाहिँ मलाई एक्ज्याक्टली चाहिँ थाहा भएन तर 11 बजेतिरसम्म त पुग्छौँ होला हामी भनिरहेको छ मेरो पहिला चाहिँ यो सामान पुऱ्याइदिउँ होइन अनि त्यसपछि चाहिँ म खाना खान्छु खाना खान जान्छु भन्दा पनि खाना खान जान्छु कज सामान छ होइन अब एडा किन राख्नु त्यही पनि मलाई अहिले भोक पनि लागेको छैन सो मेरो खाने टाइम पनि भइसकेको छैन होइन सो यहाँ माटहरू छ कि बिचमा अनि म चाहिँ कस्तो भइरहेको भन्दाखेरि कस्तो हल्का कन्सियस कस्तो भइरहेको छ भन्दाखेरि यही माटमा लाने त होइन नि जस्तो हल्का त्यस्तो फिल भइरहेको छ तर होइन माटमा होइन हाम्रो चाहिँ उसमै लाने एउटा वेयर हाउस है के हो त्यस्तै के समथिङ होइन हेर्नु जस त्यस्तै केमा लानु थियो सो ए गाइज आई नो दिस प्लेस यार तर म एकचोटि आएको थियो त यार आज जस्तो लाग्छ यार म एकचोटि आएको छु यार यो ठाउँमा यार मैले बिर्सेको रहेछु यतापट्टि चाहिँ पुलहरू छ है गाइज त्यहाँ चाहिँ त्यो म कुनै दिन अहिले कम भने आइल्छु है सो के झन्डा जस्तो के हो यार ए यो स्कुल हो यो स्कुलसम्म चाहिँ आएको छ गाइज यो स्कुल पनि आएको छ यार म यो त्यहाँ चाहिँ ऊ हुन्छ क्या त्यो म अस्ति नै टुरहरू जाँदाखेरि मैले स्टुडेन्टहरूलाई लगेको थिएँ सो यहाँ पेट्रोल पम्प पनि रहेछ पेट्रोल डिजेल एक्चुली यसमा चाहिँ डिजेल हाल्नुपर्छ सो यसले माइलेज चाहिँ कति ठिकठाकै दिन्छ के हो 105 लिटर बाँकी रहेछ अघि 125-26 त्यस्तो कति थियो सो ए अगाडिबाट बाटो बन्द रहेछ यताबाट जानुपर्ने चाहिँ सो 10:30 भइसक्यो होइन फेरि पानी पर्न लाग्यो जस्तो छ सेट 10:30 चाहिँ यसो मैले चाहिँ झ्यालछ्याल लगाइसकेँ है गाइस यो फेरि पानी पर्न लाग्यो सो 10:30 चाहिँ भइसक्यो अब खै पुग्यो कि यो पनि माटै हो मलाई माट देख्ने बित्तिकै आज सेट होइन त्यस्तै वाला फिल आइरहेको क्या त्यो माट देख्ने बित्तिकै यही त होइन कि जस्तो वाला तर यतातिर माटहरू एकदम धेरै रहेछ है आई जस्ट लभ दिस प्लेस है तर के हो मन्दिर जस्तो के रहेछ यार खै के हो मैले अघि भने होइन हामी कुनै दिन हामीलाई एक्सप्लोर गरौँला सो पानी फेरि दोहोऱ्याएर पऱ्यो है आई होप सामान चाहिँ ड्यामेज चाहिँ नभओस् के भयो त खतरा त पानी परिरहेको नत्र म बाहिरै गएर हेर्थेँ के रहेछ अरे दामी जस पानी परिरहेछ होइन अब त्यो सामान ड्यामेज चाहिँ नहोस् फेरि फर्स्ट टाइम मैले भने होइन म एक्सपिरियन्स लिन मन लागेर आएको फेरि घाटा नै पऱ्यो भने त फेरि वाट क्यान यु डु होइन सो आइएम नट स्योर तर यतैभित्र जस्तो लाग्यो है हो गाइज यतैभित्र हो खै त कोही छैन त पानी परिरहेको के कोही छैन त गाइज कहाँ जाने हो म खै के हो यार यो कोही छैन त ऊ यहीँ राखौँ कि अलिकति अगाडि सो गाइज हाम्रो चाहिँ सामान चाहिँ झरिसकेको छ सो यहाँको मान्छेहरूले आएर झार्नुभयो सामानहरू सो अब चाहिँ हामी जान्छौँ होइन अब चाहिँ म चाहिँ खाना खान जान्छु घर भन्दा नि खाना खान जान्छु सो 11:30 हुन लागिसकेको छ सामानहरू झरिसकेको छ पानी परेर त्यो हिलो भएर गाडी फोहोर भइसकेको छ होइन सो हेलो अङ्कल बाटो सो हामीले सामान चाहिँ पुऱ्याइदिइसकेको छौँ सो पैसा चाहिँ मैले लिगेन है गाइस मैले लिगिनँ मैले चाहिँ उता नै पेमेन्ट गर्नु भनेर भने होइन साथीले अब जस मलाई यसो रमाइलो लागेर यो गाडी चलाउनु खोजेँ भने त मैले त्यही भएर मैले पैसा चाहिँ लिनु र म खाजा खान जान्छु ठ्याक्क 11:30 नि भयो सो आजको भ्लग कस्तो भयो प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन र म चाहिँ यतैतिर खाजा खान्छु यस बाई बाई